पुरै भयो हेरौँ भिडियो गर न दाजु त्यो कर्ची हालेन हाल्नु नि मलाई टिका लगाइदिनु दिदी बिमन दाजु त कहिले आइपुग्नु तर बिमन दाजु त खाएर आउँछ होला ओइ उजा त ब्या रोटी मिठाईहरू हालेर पठाइनुपर्छ है मैले त दिनुपर्छ जुस कुच्चोको जुस पहिलो फेल भयो स्पेस कति छ तिम्रोमा सातो भयो त कति घुम्दा घुम्दा त पुरा घुमेर रिङ्गाटा सकेछ पक्थ्यो त सातो भयो सानो टपरी चाहिँ चला नि त अब सबै आउँदा नफुटे पनि हुन्छ यो फोन कि फुटाउनु पर्छ अब फुटाउनु पर्दैन घरे नानीलाई नफुटाए तर बिमन दाजुलाई त फुटाउनु पर्ला है फुटाउन दुईवटासम्म मलाई तल पुग्छ त अन्त तेरो पनि मात्रै हो मेरो पनि बिमन दाजु मात्रै हो है ए दिपेन दाजु आउँछ दिपेन दाजुलाई नफुटाए पनि मासु दाम हो नि अहिले मासु त अलि बेसी दाम छ सिलगढीमा बेसी पाङ्ग्रा खाँदा पनि भन्नु रे पाङ्ग्रा मात्रै छ पाङ्ग्रा मात्रै छ ए सुसना बस आदि यो ओइ बाहिर जा त बाहिर जा यो बजारको कुखुराको पाङ्ग्रा हुन्छ नि त्यसको फेरि बयमको अचार पनि आउँदो रहेछ है गाडी पनि त तर्स्यो गाडी तर्स्यो नि गाडीमा बड्केर हो त्यो गएको भाइ ला कुकुर जस्तो नै हो के पढाएर गर्दो रहेछ थाहा टोनी बाँदर चाहिँ भागिसक्यो बाँदर त होइन चितुवाहरू कता पुग्यो नि अब अहिले टोनी चितुवाबाट आएको होइन पढाएर राम्रो गरिहाल्यो टीका मैं पानी हाल्ने ना त त्यो सेतो मात्रै मैले धेरै आफ्नो उकाउँदै हेर्छु देख्दैन एउटा नानी नाकको पोसा हो यो कहाँनिर हो हाम्रो त नाम हो भनेर ढुङ्गा नि म त सिधै भयो आज त भने कि अब घाटेको खसको चाहिँ म पनि गर्छु मैले पक्रिहाल्यो भने त्यो भाइले छ नि कति सुचे दिउँ न त्यो हेर्ने मान्छे छ कुकुर देखेर चाहिँ अब पानी घाटेको खसको चाहिँ के भएको
भोजन रेडी हुँदै गर्नु न अब टिका लगाउनु क्या लगाइस सबै खावा कहिले नखाएको पानी खुवाउनु पर्ने हो नि खास चाहिँ कि कस्तो कस्तो लाग्छ त म त नखाए रोटीहरू नखाइ ए त्यो लाएर रोटी सानो मेरो माथि सिलवारी ए बुढ्दै बुढ्दै खाएको नलिँदा लड्डुमा त्यति हो अब उठाउनु पर्यो अनि ताला लगाइदिन्छ बहिनीले लगाइहाल्नु लन्च लु लगाइदिइहाल्नु पिक्चर पनि एउटा खाँदैछ हात धुएर मात्र लगाउनु जा हात धुन लगाइदिन्छ पिक्चर बनिँदैछ एउटा पिक्चर बनिँदैछ हात धुएर आऊ पानी त्यो पोसनहरू हेर नानीले के गरेको भाइ बना त्यस्तै हो